राष्ट्रपति पौडेलले संहितालाई मजबुत बनाउन आवश्यक पर्ने कानून निर्माण र कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताउनु भएको छ। सोमबार जनकपुरधाममा नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले निजामती ऐन तथा प्रहरी ऐन चाँडो ल्याउनका लागि दल शीर्ष नेताहरूसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उनले स्थानीय तह र प्रदेशहरूलाई संहिताको मर्म अनुरूप सम्पूर्ण अधिकार नदिएको र नियन्त्रित रूपमा अधिकार दिनेमा कन्जुसाई भएको बताउनुभयो। उनले अब दिल खोलेर जनताले अधिकार दिनुपर्ने समय आएको बताउनुभयो। म त्यसमा साँच्चै नै गम्भीर छु, किनभने हामीले यो देशमा संघीयता, गणतन्त्र र यो देशमा लोकतन्त्र हामीले जुन चरितार्थ गर्ने संविधान निर्माण गरेका छौँ, आज त्यसलाई कार्यान्वयनमा ल्याउनु छ। यो निजामती ऐनदेखि लिएर यो सङ्घ, प्रदेश र पालिका यो सबैलाई अधिकारको एउटा बाँडफाँड मिलाएर वास्तवमा हाम्रा स्थानीय तह र हाम्रा प्रदेशहरू अहिले अझै पनि जुन सङ्घीयताको मर्म अनुरूप अधिकार सम्पन्न हुन सकेका छैन, उनीहरू अझै पनि उनीहरूलाई नियन्त्रित रूपमा अड्कलेर अलिअलि अड्कलेर अधिकार दिने एउटा कन्जुसाइ भएको छ। अब यो हुनु हुँदैन। अब दिल खोलेर जनतालाई अधिकार निश्चित गर्ने, जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुसाइ गर्न हुँदैन। म प्रधानमन्त्रीहरूलाई, म पार्टीका नेताहरूलाई, पार्टीका केन्द्रका नेताहरू, खास गरिकन 3 जना हाम्रो देशका अहिले जुन मुख्य शासकहरू प्रचण्ड, केपी ओली र शेरबहादुर, उहाँहरू 3 जनालाई पनि म राम्रैसँग मैले सम्मान पनि गरेका छु र म तपाईँहरूले यसरी सम्झाएपछि म उहाँहरूलाई पनि हेर्नुहोस्, तपाईँहरू कन्जुसाइ नगर्नुहोस्, तपाईँ 3 जनाले चाहनुभयो भने यो देश संघीयतामा तपाईँहरूको हातमा छ, तपाईँहरूले अठोट गर्नुहोस्। म उहाँहरूलाई एकपटक सँगै बोलाएर भन्नेवाला छु। म हाम्रो मुख्यमन्त्रीजीलाई यो आश्वस्त गर्न चाहन्छु, मुख्यमन्त्रीजी मार्फत मधेसका जनतालाई, प्रदेशका जनतालाई, देशभरिका गाउँमा रहेका जनतालाई म यो कुरा सन्देश दिन चाहन्छु। र सँगसँगै आज हामीलाई वास्तवमा यो चुरेको संरक्षणका कुराहरूमा देशलाई कहाँ नमिलेको कुरा छ त्यसलाई मिलाउने कुरा हो र देशलाई मिलाएर लानुको विकल्प छैन। यो संविधानले त्यही कुरा भन्छ, सबै जात, जाति, वर्ग, क्षेत्र, सबै भूगोल सम्पूर्णलाई समान हैसियतमा समान व्यवहार र सबैलाई समान सम्मान, यो चाहिँ परिस्थिति गरेर देशको एकता तब राष्ट्रियता बलियो हुन्छ। देशलाई एकतामा हामीले जति बाँड्न सक्छौँ, देशलाई उन्नतिको बाटोमा जति हामी अगाडि बढाउन सक्छौँ, देशमा जति हामी सुशासनको बाटो अगाडि बढाउन सक्छौँ, सुशासन दिन सक्छौँ, त्यति नै नेपालको राष्ट्रियता मजबुत हुन्छ, त्यति नै नेपाल राष्ट्र बलियो हुन्छ। यो चाहिँ सानो ठुला शक्तिहरूको बिचमा रहेको यो राष्ट्र डह्रो खम्बाको रूपमा भएर यो राष्ट्रमा उभिनु परेको छ। सबै मिलेपछि एउटा साना साना काण्डको लट्ठो पनि बाँडेर बलियो लट्ठो लट्ठा हुन्छ। त्यो जस्ता जस्ता पनि हात्ती बाँध्न सक्छ भने हामी यो ठुल्ठुला हात्तीहरूलाई हामी एक भएर बाँध्न सक्छौँ। हाम्रो राष्ट्रियतालाई हामी सबल बनाएर यो राष्ट्रलाई बलियो, सम्पन्न, समृद्ध बनाउन सक्छौँ। म यति नै भनेर कार्यक्रममा मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संहितालाई बलियो बनाउनका लागि प्रदेश सरकारले बलियो बनाउन आवश्यक भएको बताउनुभयो। उनले प्रहरी तथा निजामती ऐन पारित बिनाको प्रदेशको कल्पना गर्न नसकिने हुनाले मध्य प्रदेशको विकासको अवरोध नै यी 2 विधेयक पारित नहुनु रहेको बताउनुभयो। सरकार गठन भएका 6 वर्ष भइसके पनि संहिता अहिलेसम्म पनि पूर्ण रूपले गराउनु भएको छैन। जुन संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि नै उहाँ सामान्य राष्ट्रपति हुनुभएको छ, म मुख्यमन्त्री भएको छ। अहिले संहिता पूर्ण रूपमा कार्यान्वयन नभएको हुनाले जनताहरू निराश पनि भइरहेका छन्। यो प्रदेश सरकारप्रति, किनभने हामीले
चाहेको जस्तै जनताहरूको कामको डिलिभरी दिन सकिरहेको छैन। यसमा दोषीको म गुनासो गरिरहेको छैन, किनभने हामीले भोगेको पीडा म सामान्य राष्ट्रपतिसँग समक्ष यो राख्न गइरहेको छु। किनभने हाम्रो अभिभावक पनि हुनुहुन्छ र उहाँ संविधान, देशको संविधानको रक्षक पनि हुनुहुन्छ। कर्मतर्फ उहाँको ध्यान आकर्षण मैले गराइरहेको छु। हामीसँग आफ्नो कर्मचारी छैन, काम गर्न अप्ठ्यारो छ। हामीसँग आफ्नो प्रशासन छैन, बिना प्रशासनको पनि सरकार हुन्छ। प्रदेशमा घटना हुन्छ, जनता प्रदेश सरकारसँग गर्छ, संघ सरकारसँग जाँदैन। यहाँको जनताले सबभन्दा नजिक पर्ने ठाउँ राजधानी जनकपुर। हामीले थाहै हुँदैन कहाँ के भयो, हामीले जानकारी हुँदैन। उदाहरणको तौरमा भन्दैछु, आज प्रदेश सरकारका गठन भएका 8 महिना पनि पुगेको छैन। यो 8 महिनाभित्र तेस्रो प्रमुख सचिव 6-7वटा अरू मन्त्रालयका सचिवहरू पनि स्वर्ग भइसके। त्यसै कारण संघीयता मजबुत बनाउनु छ भने प्रदेश सरकार र स्थानीय तह जुन संविधानले दिएको हक अधिकार तुरन्तै कार्यान्वयन हुनुपर्छ। यो मेरो जोरदार माग पनि रहेको छ हाम्रो सामान्य राष्ट्रपतिलाई। नत्र प्रदेश सरकार कमजोर हुनुको मतलब संघीयता बलियो होइन। ठिक छ, प्रदेश सरकारसँग संघ सरकारले त विभेद गरेकै हो, यो आज पनि नयाँ कुरो होइन। किनभने यो सालको बजेटमा पनि सबभन्दा कम बजेट पठाउने प्रदेश मधेसी प्रदेश, जहाँ सबभन्दा बढी जनसङ्ख्याका भएका प्रदेशमा जम्मा 13 अरब रुपियाँ पठाएको छ। सबभन्दा कम जनसङ्ख्या भएका कर्णालीमा 17 अरबको बजेट पठाइएको छ यो सालमा पनि। तर ठिक छ, बजेटसँग पनि सरकार छैन। तर निजामती ऐन र पुलिस संयोजन कति टाढो हुन्छ त्यो मेरो अनुरोध छ हाम्रो सामान्य राष्ट्रपतिज्यूबाट कि काठमाडौँमा गएर कम्तीमा शीर्ष नेताहरूसँग बसेर, जबकि पालो पालो गरेर एमाले, नेपाली कांग्रेस र माओवादी सबैको नेतृत्व सरकार बनिसकेर भित्र सबै दल सहभागी भए, तर संहिता कार्यान्वयन भएन। ताकि सरकार बनाउने उहाँ नै हुनुहुन्छ, बाहिरको बाहिर यहाँ प्रधानमन्त्री बनाउने बाहिर विदेश हटाएर। त्यसै कारण हाम्रो सामान्य राष्ट्रपतिज्यूलाई म बढी ध्यान आकर्षण गराउन गइरहेको छु कि तुरन्त निजामती ऐन र पुलिस संयोजन गराइदिएमा संघीयता बलियो हुन्छ। प्रदेश सरकार बलियो भएपछि नै संघीयता बलियो हुन्छ। यही कुरा राख्दै म बिदा हुन चाहन्छु। नमस्कार। कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशको सबैभन्दा ठूलो समस्या नागरिकता विधेयक प्रमाणीकरण गरेर लाखौं नेपाली नागरिकलाई आफ्नो हक अधिकार दिनु भएकोमा राष्ट्रपति पौडेललाई धन्यवाद व्यक्त गर्नुभयो। अब अहिले आएर हेर्नु भने नेपालको संविधानमा उल्लेख भएको भए तापनि जन्मसिद्ध नेपालका नागरिकका सन्तानहरूले वर्षौंदेखि नागरिकताबाट वञ्चित जो पाइरहेको छ। नेपाली नागरिक भएर पनि नेपालको नागरिकता प्रमाणपत्र पाइरहेको थिएन। संविधानमा लेखिएको थियो, कानुन बनाउन ढिलाइ भएको कारणले हुन सकेन र सरकारले संसदले बेलाबखतको प्रयास गर्यो। अन्ततोगत्वा अहिले जब उहाँ राष्ट्रपति निर्वाचित हुनुभयो, राष्ट्रपति उहाँकै कार्यकाल भर्खर तपाईँहरूलाई थाहा छ नागरिकता विधेयक उहाँले प्रमाणीकरण गरिदिनुभयो। यसबाट मधेसको मात्रै होइन, नेपालको पुरै पहाडमा पनि जन्मसिद्ध नेपाली नागरिकका सन्तानहरूले नागरिकताको प्रमाणपत्र नपाएर पहाडी लेखामा रोजगारीमा अवसर पाइरहेको थिएन, त्यो पाउन सम्भव भएको छ। त्यसकारणले उहाँ जस्तो व्यक्तित्व जो नेपालको राष्ट्रपति पदमा
निर्वाचित भएर आसीन हुनुहुन्छ। उहाँको हातबाट महेन्द्र नारायण विधि मिथिला संस्कृति केन्द्रको उद्घाटन हुनु र हामीले जनकपुरमा यो मध्य प्रदेशमा राष्ट्रपतिलाई सम्मान गर्न पाउनु आज यसपछि नागरिक अभिनन्दन पनि छ। मलाई केही साथीहरूले चर्चा गर्दै हुनुहुन्थ्यो 3वटा राष्ट्रपति भयो देशमा, पटकको हिसाबले चौथो र व्यक्ति हिसाबले तेस्रो। जनकपुरमा नागरिक अभिनन्दन प्राप्त गर्ने पहिलो राष्ट्रपति सम्मान्य राष्ट्रपति म लामो कुरा गर्दिनँ, धेरै खुसी लागेको छ। सम्मान्य राष्ट्रपतिजीप्रति हार्दिक आभार प्रकट गर्छु। धन्यवाद। जय मैथिली, जय मिथिला, जय नेपाल। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका मुख्यमन्त्री कार्य लगायत विभिन्न निकायले राष्ट्रपति पौडेललाई सम्मान गरेका थिए।